युट्युबरहरूसँग हिँड्न पाएको ओटिपी हो कि ओटिपी अरे वाउ वाउ केडा हो राइडको सुरुवात यहाँबाट टटङ टुटुङ इन्ट्रो लौडा लसन के हो मिलाको हेर्नेले हरि मिला कस्तो हुँदो रहेछ भोजडी कति बजिसक्यो हामी अझैसम्म यहीँ छौँ केटाहरू कुदिरह यो हो कि जुत्ताले लास्टमा दुःख दिनेहरूको एउटा भिर्ने ब्याग छैन भिरेर हिँड्न लाएँ म अब भिर्ने ब्याग छ त्यसमा सामानहरू छ ल रेडी 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 चली 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 सब ओकेको अवस्था यहाँ अब झन्डा हाल्ने कार्यक्रम हुँदैछ मान्छे यहाँनिर पनि मिलेन कि रस्सीले बाँधेको पकाएर नि यहाँ उयो यहाँ पकाएर ए सबले भ्लग गर हामीले लाभ लाग्छ है मलाई नदेखाएको मलाई यो त रन के को रस्सी हो बे तयारी हुँदैछ साथीले झन्डा गाडी दिन्छ नि यो रस्सी प्लास्टिकको रस्सी हो बल्ल फ्रेस भयो यार म रोक ल एकछिन टाइट लाउन अरू पनि हो क्या रोक न पकाएर न एकछिन त्यो पकाएर ल त्यो झुक्न नदेऊ गाडी हो क्या त्यही ल नहल्न अब नहल्ला है त्यो ए ढुक्क हो क्या रोहन भिडियो बनाइदियो नि सब युट्युबरहरू हो यस्तो युट्युबरहरूसँग हिँड्न पाएको भाग्यमानी हो बे म त काँड फाटे है घामले त भोक लाग्यो यार नास्ता आएको नै के खाएन यो मासाले त थोरै भात खाएर आयो यार ए नहल्लाउ न यार हल्लियो र एउटा वेल्डिङ तारले यहाँ बाँध्नु पर्छ यार होइन यही नै हुन्छ यता छोड त यसले नि बाँधिदिउँ न यसले बाँध्नु है यो यस्तो निस्किन्छ यो यहाँबाट बाँध्नु पर्छ ल अहिले भेटौँ न चल्दिन लाएको चल्दिन सब खस्यो यार ल यता बुटोल आइपुग्यो हामी यता भित्री बाटो जाने भनेर यहाँ छौँ यो बाटो गइन्छ अब च्याप्पा लाएर हाल्ने हो तिम्रो त्यो भाँचिन ला यार ब्यागले गर्दा यो झन्डा पनि बनाउनु पर्छ यार उडेकै छैन एकचोटि उडेको बेला यो मेरो वाला अगाडि चलाउनु चेकिङ पछाडि भएर होला क्या कहाँनिर पर्वेट अगाडि त चेकिङ छ अरे क्या ठ्याक्कै एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा पाँचजना बाइकमा यो सिङ्गल एमा डबल त्यहाँ डबलै हो क्या कस्तो छ त्यो भन्ने कुरा कस्तो छ भन्ने कुरो हो त्यही बसिदिएन यो नास्ता खाने ठाउँमा कतिवटा छ हामीसँग साधन
एउटा दुईटा तिनटा चारवटा पाँचवटा छवटा सातवटा सालनमा के हो रे हालत क्यानाडा फिल्ड कालो भयो नि त आँखा हो होइन हौ आँखानिर भनेको मान्छे त गोरो हो न होइन छैन सेतो यहाँ केटाहरू हात्दी कस्तो बाबु कस्तो भयो राजा नास्ता पनि आइसक्यो ल नास्ता सास्ता खाएर खोइ त अझ एउटा ब्याग लाग्दिस वे ओटिडी हो कि ओटिडी भन्छ कि खान्थ्यौ त एकलट ओटिपी हो कि ओटिडी अरे उए मार्छ क्या पोखरा उयो रन नदेखाउनु त्यस्तो सब ब्लगर छन् क्या यार केटाहरू त्यहाँ ए यार ब्लगरहरूसँग आइयो यार कस्तो हल्लेको मान्छे यार एउटा भिसाको अवस्था अब यहाँबाट हल्का हिँड्छ अलिक परतिर के हुँदैछ केही हुँदैछैन यही हो हाम्रो झन्डा राम्रोसँग हल्लेकै छैन यार मलाई फडफडाएकै छैन हौ डन्डा सानो भयो हौ डन्डा अलिकति सानो भयो लोडेड छ है सबै केटा ल कताको यात्रा हुन्छ एकजना चाहिँ अगाडि गइसक्यो लाग्दैन रे ल केटा एनदर ब्लगर हजुर त्यसलाई पनि बुझिदिनु पऱ्यो नि त हजुर त्यो नि हो स्कुल प्रोग्राम बनाएर हिँड्नु चाहिँ यस्तो मोडिफाई गराएर हिँड्नु भएको छ सपोर्ट नगरिदिनुलाई पहिलो चाहिँ हामीले सम्झाइरहेको छ यत्रो बाइकमा सम्झाएको छ हजुर समस्या हजुर दुई छोड्दैन मोडिफाई गर्छ तपाईँले ध्वनि प्रदूषण छ नि त गराउनु न जहाँसम्म हामी त लग बेस हो अब पड्कायो भने त बाइक पड्किन्छ जसको पड्किन्छ सबै पड्किन्छ पड्कायो भने त पड्किन्छ नि सर जबरजस्ती पड्कायो त होइन र सर र हिँड्छौँ हामी त अब त्यही नर्मल बेस साउन्ड हो लगभग चाहिँ नेक्स्टचोटि चाहिँ सबै धेरै ठाउँ सम्झिरहेको छ हाम्रो लागि र तपाईँहरूको लागि नभएर यो समाजको लागि नै पनि ध्वनि प्रदूषण हजुर तपाईँले सिकेर विद्यार्थीहरूलाई तपाईँ सिकाउनु जानुहुन्छ तपाईँले नै मोडिफाई गरेर चलाउनु भने नकारात्मक असर पर्छ त्यसरी चाहिँ मोडिफाई नगर्नुहोस् है सबैले कारवाही गर्नुहुन्छ है हामीले त्यो छोडिदिरहेको छ कार्यक्रम जस्तो हिँड्नु भएको छ हजुर तपाईँले ध्वनि प्रदूषण जोड्नु भएको छैन हजुर तर पनि तपाईँले चाहिँ यसलाई चाहिँ सुधार्नुहोस् है धन्यवाद लगेडा हो यसो सर्ट ब्रेक धेरै चलाइयो अगाडि चेकिङ पनि थियो हाम्रो पुलिस सरले राम्रोसँग सम्झाइ बुझाइ गरेर सबै हामी जाने केटाहरूलाई सम्झाइ बुझाइ गरेर पठाइसक्नु भएको छ हामी आफ्नो गन्तव्यमा लाग्दै थियौँ केटाहरू अगाडि गइसकेको छ हामी चाहिँ म र साथी बसिरहेको सर्ट ब्रेक तिनीहरू अघि नै बिसाएको थियो त्यही भएर तिनीहरूलाई बिसाउनु परेन गयो हामी चाहिँ यसो बिसाउँदै इन्डियन टुरिस्टहरू धेरै बढेको रहेछ अहिले चाहिँ यस्तो गर्दै यार अघि यार ल केटा अहिले भेटौँला अब कहाँ हुन्छ त्यहाँ चल्दैन हौ नो सिभिक सेन्स केटा नो सिभिक सेन्स है यस्तो हुनु भएन है लाग्दिनु पर्छ अब केटाहरूले अगाडि कुरिरह होला थोरै फोरो यार यस्तो फोरो नगरिदिउँ होला है कृपया हामीले त सबै हिँडिराख्यौँ आफ्नै ब्यागमा
यस्तो यस्तो काम नगरिदिनु होला, गाह्रो हुन्छ। वातावरण सफा राखौँ। एमाका भोसडा सफा राखौँ। यहाँ भोसडी कति भयो बे यसले त 1 मिनट मुत्यो यार, 1 मिनट मुत्दियो यार, गनेर 1 मिनट मुत्दियो यार। ल केटा ल चल्दिन पर्ने हुन्छ। झुलुङ्गे पुलमा आइयो। नाम भन्दै हुन्छ मेरो थाहा छैन यार, थाहा छैन यार। हरिक जुम हाने भन अनुहारमा भोसडी। चली केटा यस्तो सही आउँछ कि क्वालिटी त मस्त। जम 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 यस्तो घाममा किन रोकेको हो? यस्तो लाखा घाम यार। पन्जाको हाल्यो त पन्जै डार्क भयो यार त्यो क्लचको उसले। यस्तो फुकै उठ्न थाल्छ। त्यही भएर पन्जा लाग्यो कि मैले नि, गर्मी भयो अरे त्यही नि पन्जा लगाइदिएँ। के यो कुन ठाउँ हो? ल चल्दिस्। अबको यात्रा सोरेक मैदानबाट केटा हो। सोरेक मैदान कमिङ सुन। सानो सानो हातको अवस्था नि आफै। बाबु हट्छ बाबु। Yes, motherfucker. Lah yang nol ya. Lo dulu bola. चल्दिस। यस्तो धुलो उडा अगाडिको साइलेन्सर नभएको बाइकले सोरेक मैदानमा हान्काल्यो। यहाँ थुप्रै अपलोड छ क्या उकालो ओह्रालो। यस्तो धुलो उडाने रुक बाइक थियो बा पछाडिबाट भएकोलाई यतिसँग चाहिँ पछाडिको ब्रेक हान न। पछाडिको ब्रेकै लाग्दैन। ए बाटो यस्तो अफरोड छ केटा हो, भिडियोमा नदेखेला कि यार नि यहाँ हाम्रो बाइक चाहिँ यहाँ छ। हाम्रो घोडा केटाहरू पछाडिबाट आउँदै रोकला म देखाउँछु केटा। रुको सोरेक मैदानै केटा हो।
सोरेक मैदान के भन्छ यसलाई स्विट्जरल्यान्ड त्यो रातो लगाएर कुरेको र आतंकारी भोसडी हेर त धुलो उडाएको केडा हो गए केडा हो सोरेक मैदान आइयो बिहान के भोसडी बाइक के भोसडी दामी ठाउँ यार बवाल छ है ठाउँ बवाल जाऊँ साथी न खाना टाइम सिया है क्या बिसी भयो खायो छ्या यार अलि ढिला कस्तो ढिला आएछ यार तिम्रो बनाऊ न बनाऊ मेरो पानी परेर मिठो मौसम खुल्दै है निस्किन लागेको पानी पर्दैन अब निस्किनु लाग्यो ल केटा सोरेकबाट झरियो सोरेकबाट झरियो र खेलै भोसडी त अब यहाँबाट सिधै पोखरादेखि फेरि अझै 2 घन्टा चढेर धम्पुस अरे धम्पुसदेखि अब त्यहाँ गइन्छ भोलि बिहान चाहिँ कहाँ अस्ट्रेलियन बेस क्याम्प हो कि के भनेछ कि यिनीहरूले 1 घन्टा हिँडेर जानुपर्छ भने गइन्छ किन भन्ने कुरा उठ्यो भने गइन्छ ल अब चल्दैछ ल पोखरा आइपुग्यो पोखरा अबको यात्रा धम्पुसतिर हुनेछ धम्पुसमा अब केटाहरूले सुरुमा चाहिँ एउटा बुक गरेको होटेल अघि नै बुक गरेको होटेल चाहिँ त्यो चाहिँ क्यान्सल गरिदिए हामीलाई ढिलो भयो भनेर
हामीले चाहिँ यता मुती म्यानेज गरेर अर्को होटेलमा भनिसक्यौँ, एडभान्स पनि दिइसकेको छौँ। अब पोखरा आइयो केडा हो, पोखरा आइयो। पोखराबाट धम्पुस अब कति होला, सायद 2 घन्टा त लाग्ला। अधेरो अफ रोड हुन्छ होला, धेरै लाग्दैन 2 घन्टा। त्यही हो केडा हो, त्यही हो। अब उहाँ गएर भेट्नुपर्छ। अब सिधै अब म बाटोमा केही भएछ, केही बाटोमा रोकिसक्यो भने चाहिँ फोन झिक्न पाएँ भने चाहिँ भ्लग बनाउँछु होइन केडा हो। नत्र उतै सिधै त्यही होटेलमा पुगेपछि टिप्पर के ब्रेक हाले हो क्या साथी? लगेडा पोखरा आइयो है। पोखरा अब यता हेम्जा जाने रोड हो यो। हेम्जादेखि भएर चाहिँ यता हामी चाहिँ धम्पुसतिर लागिन्छ। धम्पुस जान त्यही लगभग 1.5 घन्टा 2 घन्टा जति लाग्छ होला। अब उतै गएर रेस्ट गरिन्छ होइन। पोखरा चाहिँ आइयो, मजाले आइयो पोखरा। ल अहिले भेट्नुपर्छ यार, भ्लग पनि थोरै भयो क्या। अहिले उहाँ गएर लम्बाउँछु म, तर नत्र एकैचोटि हालिदिनु नि सक्छु 3 दिनको एपिसोड एउटैमा। अब के हुन्छ, अब के हुन्छ लेक साइड भन्दा नि यता आइसक्यो। हेम्जा जाने रोड कटियो। अब यताबाट सिधा हेम्जा निस्किने रोड हो यो, मेन रोड हो। त्यसपछि गइन्छ धम्पुस। धम्पुसको डाँडा चढ्थ्यौँ ना हामी, धम्पुसको डाँडा चढ्थ्यौँ। रातिको बेला के कस्तो आयो अब भिडियो कस्तो आयो भने अब म्यानेज गर्नु पऱ्यो। पुरै डाँडा थड्किरह। जान्छ लगादिन्छु रुक मात्र। ओए पुरै हिरो खायो कि यार, तानिदिन्छु रुक। ल ओए त्यहाँबाट देऊ त। ओए रन गरेको आऊ आऊ। आयो 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 आयो। मेरो त बाटो के हो यस्तो, धन्न मुला केही नभएछ यार। धम्पुसतिर जाँदै केडा बाटो देखाउँछु है तिमीहरूलाई, रुक। हेर्दा सामान्य लाग्ला होइन, भिडियोमा हेर्दा नर्मल लाग्ला, सिम्पल लाग्ला, तर यस्तो चिप्लिन्छ नि चिक्ने। म चाहिँ गाडै फाट्यो यार, नाम हो भोसडी। यस्तो हिलो भोसडी के भयो फक। ए मु चाहिँ हरिब चिप्लिन्छ यार, चिक्ने बत्तिन्छ अब यो टायर। हाल 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 हाल्यो 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 चिक्ने हाल्यो।
हालो साथी हालो 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 चिलमा 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 बिस्तारै रेस्ट दे अर्को आयो ए रन्टीको बानहरू ठोकिदिन्छ यार मान्छे यसको टायर झन् औडा चिप्लिँदो रहेछ यार ए तिम्रो त मैले सिम्पल बाटोमा बसिदियो तिमी गडे ल जाऊ रेस हाल्दै जाऊ न मुची सबै अड्किँदो रहेछ यार मा कसम भोस गाड मार्दै मुजी बाटोले यार घोसडी गयो गयो बिस्तारै यो अरू को बाँकी हो चाहिँ होइन यसलाई बसालेर हानिदिन्छु भनेको लास्टै चिप्लो रहेछ क्या ए मुजी के भद्रामा लोटेको भोसडी कटाउँछ इजी फकिङ इजी या राइडर फक भयो यार केटा हो नाच्ने चोदु रहेछ यार बाटो भोसडी रन्डीको चोदु रहेछ यार बाटो भोसडी के ठगैला यार हरिप दामी काण्डु बाटो भोसडी के वहाँ अब कहाँ रोक्ने हो चाहिँ वहाँ माथि ल केटा अगाडि भेट्नुपर्छ त्यो अफरोड आऊ अर्को आऊ Come on यार अझै कति छ यार हालत हेर्दा के भएर झोला खसेको कति टाढा छ अब अब होटल जानु लाग्यो होइन हामी ठिक छ अब कति मिनट यार 20-25 मिनट खान अब कति किलोमिटर छ गाह्रो छ गाह्रो 5 किलोमिटर छ कि गाउँ यस्तै हो यार बाटो 5 किलोमिटर त्यही हो अब अब जाने अब के गर्नु नि अब धेरै छैन पुगिन्छ होला त्योमा आउँदा यस्तो चाक दुख्यो ढाड दुख्यो नि त्यो अन्त त बरु यहाँ हिँड्न सजिलो लागिरहेको भयो अहिले मलाई
भक्का ल बल्ल तल्ल गाड मारेर आइयो ल होटेल पनि होटेलको नाम बल्ल तल्ल गाड मारेर आइयो लामो धम्पुस होटेल चाहिँ त्यही हो बिहान कि छुट भोसडी गाड मार्दै हातका रोक न एकछिन कस्तो भयो एक्सपिरियन्स ल ल थकित क्या आनन्द यार बल्ल तल्ल होटेल रुम भेटियो होटेल त पहिला एडभान्सतिर बुक गरेर रहेछ लोकेसनै थाहा छैन होटेलकोमा त्यस्तो हालत मरिन्छ क्या यार यत्तिकै आएको छौँ केही नगरी हल्का ज्याकेट खोले प्यान्ट खोले अनि त्यत्तिकै पल्टेको थकै पो लाग्छ त हो औडा राइड हानी यार आज त यार केटा हो यार ल अहिले भेटौँला फ्रेस फ्रेस भएर ल ब्रेकफास्ट धम्पुस त्यही हो पोखराको यात्रा क्लियरै अन्त यसलाई त देखाउनै हुन्न के अरे सेलिब्रेटी गर्छन् म्याच को तिमी बाग्रानी आँखा यतापट्टि फर्काउँदा आँखाभरि पोले हेरेन माथि पोखराको यात्रा यो अब माथि सेलिब्रेटी ल हाम्रो स्पिकर भेटियो गरेर स्पिकर हरायो स्पिकर फेरि होटल जानुपर्ने भयो केटाहरू फर्किन्छन् अब फेरि कहाँनिर फेरि फर्किनु भयो यार केटाहरू हाम्रो झन्डा चाहिँ त्यत्रो हो क्या अनि फेरि जापान भर्खर गएको एउटा हो यता त रानुमती बाजे बाउ आफ्नै फ्यामिली छ नि त म त च्याउरी हो मेरो बाउ त च्याउरी हो केही नै हैन बाजे बाजे नै हो बाजे त युके अरे त केही नै हैन सुमितले नि सेम हान्छ न ल सुमितले तिमी सेम हाल्नुहुन्छ हो कि मेरो बाउ के हैन टाइम पास केही भएन यही घुमाउँदै बस्छु हट मौजी नगर न मुला कस्तो मौजी रहेछ माछी लाउरेको छोराले पानी खाइहाल्यो के ए सक कली गयो हाल्ने होइन त्यही भएर पो बाल लाग्दैन माछीको त हालिदिन्छ राइट नाउ यहाँ पोखरा जाने बाटोमा केटाहरूले ग्यारेज देखेर यसो बाइक वास गर्ने रे सबैको बाइक वास गरेर अनि फेरि अनि गन्तव्यतिर लाग्छौँ हाम्रो आजको गन्तव्य हुनेछ पोखरा यो कस्तो आउँछ यार यस्तो बनाउनै आउँदैन यार केटा हो यार यस्तरी आउँछ Bike wash. Yo guys, yo. यत्रो धेरै हो बाइक
यत्रो धेरै अब बाइक अब कहिले आउँछ पालि साथी भोलि यार जहिले यो देखाइ के हुन्छ अलिक ढिलो खायो अनि ढिलो त्यस्तो ल अहिले भेटौँला केटा हो बाइक वास हुँदैछ है बसिरहेको केटाहरू बाइक आरामले वास हुँदै तिनवटा यहाँ धेरै राख्नु मिल्दो रहेछ अनि त्यहाँ चाहिँ छ हाम्रो चारवटा जति बाइक आठवटा हो टोटल यहाँ चारवटा खालको अब चारवटा यहाँ एउटा खत्रै है एउटा प्लेट स्लेट लोडेडै छ भनौँ होइन लोडेडै है यो त मलाई के बोल्छु यार म भ्लग बनाउनै आउँदैन यार केटा हो मेरो हिरोनी चाहिँ सह भइसकेको छ है केटा हो भइसकेको छ खुसै कार्यक्रम वास हामी साबुन हालेर वास गरेको होइन यो जस्ट पानी मात्रै हालेको यहाँ चाहिँ यत्रो बाँकी हो ल वास भइसकेको छ अब चाहिँ जानु लागेको सबैबाट यसको पालीमा लाइनै गइदियो यार यसको र त्यसको पालीमा बाइक लाइनै गइदियो अरूको चाहिँ भयो बस सचिन तामाङ भ्लग्स तिम्रो भ्लगको नाम भनिदेऊ त सचिन तामाङ सिन्चेन तामाङ ल लाग्दिन पर्ने हुन्छ लाग्दिएको केटा पोखरा आइयो पोखरा होटेल चेकिङ हुने बेला भयो ए भोसडी आइज न यहाँ आइज न ल पोखरा आइयो चुप भोसडी गाली हान्न गाली हान्न गाली हान्न त गाली हान्न भोसडीलाई केटा लेग साइड पानी परिरहेको थियो अनि पानी परेर हामी निस्किन पाएको थिएन पानी बल्ल बिसाएर निस्क्यो त्यही नि कता हो केटाहरू आदि केटाहरू कहाँ पुगिसक्यो हामी चाहिँ 5 जना चाहिँ हिँड्दैछौँ मजा र फोक छ फक केटाहरूले मलाई कैसे भेट्नुपर्छ हिमालयन जावा के कहाँ भनिरहेको थियो ल केटा हो पानी परेको अवस्था भोसडीको केटाहरू जुत्ता नि भिज्यो यार केटाहरूलाई कुर्दा हिँड्दा भेटाएर पानी पर्दिरह्यो यार यता वर्कसपमा पऱ्यो बोल्नु पर्यो बोल न गाली देता है पाको यार पानी गरेर ल बन्द आजको लागि चाहिँ यति नै होला जस्तो हो अहिले के भयो भने चाहिँ देखाउँला भोसडी हात देखाउने मासाला भोसडी ल हन्टिङ टाइम है केटा हन्टिङ टाइम कुन होटेल हो यहाँ सर यस्तो बाफ उडेको अलिक उठ्दै त भातेको खाना ल केटा खाना खाइसु भेटौँला आइसक्रिम खाना आएको केटा हो तिमी टेस्ट न बाबु कस्तो मिठो हाने यार क्वालिटी तर
के हो नाम यसको नाम के हो यो पसलको नाम ल त्यसो ल ल सिगम जस्तो হবে के सिगम हुन्छ एउटा मिठो हो क्या ल केटा हो के को बेस्किन बिआर रबिन्स अरे इन्स्ट्यान्ट त खिच्नै मिल्छ अब हामी रुमतिर जाँदैछौँ रुमतिर लाग्दै हामी दुईजना पुलिस सरहरू हाम्रो सुरक्षाको लागि खटिँदै हुनुहुन्छ सल्युट छ मामालाई हाम्रो मामालाई दुईजना मामालाई वान अफ दी के भन्छ यसलाई वान अफ दी चल्दो पल्दो नै भन्छ चेली थकाली है एउटा हो ठिकै हुन्छ खाइएको छ ल केटा रुममा आएर भेटौँला यार भेजाला यार वन्स मोर ल चुदिर चुदिर काम गर्नु यसलाई आउँछ है सचिन तामाङ केटा हो अब चेकआउट भएको बेला है हालत नदेखाऊँ यहाँ ब्याग हाम्रो अल सेट यहाँ पोखरादेखि अब फर्किँदै अब घरतिर माकडक्स लाग्दिँदै पोस्ट हालिदिएर मेरो चाहिँ यहाँ अब निस्किने सेक्सनमा ल अफै अफ अब लागिनुपर्छ ल चुद्यो लगेडा होला बाल हुन्छ कि नै हुन्छ कि नै बाल हुन्छ कि नै हट मान्छे हुन्छ कि नै फेरि बोलिस् श्रीमान हुन्छ कि नै तेरो नि बनाइदिन्छु नि फेरि मैले किन भन्नु छिटो होइन हुन्न के साथी सरी यार भालु ल केटा दमौलीतिर आइयो है त्यहाँबाट छिटै आइयो बिसान ठाउँ रहेछ यार कस्तो मजाको छेडा हरिब घाम लाग्यो निस्किने हो सिन्चन तामाङ ओ सचिन तामाङ दम
जाम ल छ के भ्लग बनाउने बेलामा के हो यो एउटा खाना खाने ठाउँमा रोकिएको अवस्था जहिले लास्टै छाडा है यो 1 नम्बरको बोका छाडा सबसे सोझो मै हो यहाँ भरिमा हेर्दै सोझो देखियो यता हेर त हेर्दै सोझो देखियो सोझोको मुख हेरौँ त है हेरौँ त ल एप्स हाल्न लाग्यो है केटा हो औडा आना अर्को ब्लगर सुतेको अवस्था मोरे हो त यार ल खाना टाइम है केटा खाना टाइम भर्खर आयो यार खाना खान लाग्यो यार ल यो खाएर भेट्नुपर्छ खाना खाइसकेँ अब लाग्दिन लाग्यो है पानी पर्न ए लाम त्यसलाई कसले खिच्यो र त्यसैमा त साला नाटकी रहेछ कि केटी हो क्या हो केटा अब त यार नरोकी जानुपर्छ कि अब पानी पर्न नि राखेन अब सिधै अब के हुन्छ अब यार जानुपर्ने हुन्छ यार केटा यार मिठो छ यार ठाउँ पानी पर्न लाहा डेन्जर हाउरी लाग्छ जस्तो हो पानी नै डेन्जर पर्ला जस्तो मेन बाटो चाहिँ त्यही होइन मेन बाटो चाहिँ त्यही हो त्यही अब बाटो सबै बनेको छ लगभग होइन यताबाट चाहिँ अब हामी अब घर पुग्नलाई लाग्ला त्यस्तै 3-4 घन्टा जति त्यसपछि जानुपर्छ अनि केटाले यहाँ के गरिरह भइरह बाइकहरूको अवस्था चाहिँ यस्तो हो बाइकहरूको अवस्था चाहिँ यस्तो हो के पारे जस्तो बनाउनु बाइकहरू चाहिँ यस्तो हो off to non-ride यस्तो बत्ती नहुन्न है केटा हामी जस्तो सुस्त चलाउनु पर्छ के हो हल्का भिडियो लम्बाउँदै गएँ म एउटै एपिसोड हुन्छ होला है मेरो चाहिँ केटा सब एकैचोटि 3 दिनकै ल जानुपर्छ
ल एकवटा अब लागिनु पर्ने हुन्छ हाँ मिल नजिक न ल पानी पर्न लाग्यो यार दोस्ते यार बिजिन्छ होला यार रेनकोट पनि केही हालेको छैन हामीले फक हुन्छ केटा यार अनि यस्तो देखियो भएन क्या यार केटाहरूको बल्ल कपडा लाउँदै थियो मलाई छिटो गरौँ भन्यो छिटो गरेर के हो पादे यस्तो गरेर त्यो ब्रेकर रहेछ हौ केटा त्यो सानो सानो ब्रेकर हुन्छ नि त्यही रहेछ पादे यस्तो गरेर गरक 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 गरेको क्या ल टाइट भएछ कि ल केटा पानी पर्दै यार विषय हल्का फेरि पऱ्यो यार लगेडा यार पानी पर्यो यस्तो बाघ मान्छे भिजेको बिरालो भयो अहिले त यहाँ ल पानी ल्याउनु पानी ल हेर केटा जुत्ताको कलरै फेरियो यार जुत्ताको कलरै फेरियो हामी भर्खरै भरतपुर आइपुग्यो केटा हो नारायणघाट भरतपुर एउटै हो क्या भरतपुर चितवन अहिले गर्छु क्या फक भयो यार हालत यार केटा हो थकै लगाएर आज त मोरे जसरी सुतिन्छ होला घर ल एउटा हो नारायणघाट चितवन आइयो उठाएन तिनीहरूले नै कहाँ गयो केटाहरू हामी त हरिक छिटायो यार 20 मिनट 25 मिनट भइसक्यो हामी यहाँको केटा अगाडि अझ जङ्गलमा नि कुरियो यहाँ पनि अब दोकानमा कुरियो वेदर चाहिँ मिठो भयो है पानी पर्दा गर्मी छैन त्यो ल ल केडा हो कहाँ आइयो बे काउसती कावसती कावसकी निन्जा ओए मेरो भाइको टेल हेर्न केडा हो सेक्सी झन्डागाला चाहिँ यस्तो फोहोर भएको छ थोरै फोहोर भएको छ कि छैन छाबीजीको ठिकै है केडाहरू गाड भएको अवस्था छ यहाँ सबैजना जुत्ताको रङै चेन्ज भयो पुरै के भन्छ डाइरेक्ट त्यहीँ गरेर रोक्ने त त्यहाँ के चाहियो दोकान
के कुरा भइरह ल्याउ न चुरोट खानु साथी ए लामो ब्लगमै माग्दै बे चुरोट माछ ल राइड पनि अब सकेको अवस्था मेरो ब्लग पनि अब सकिन्छ अब यहाँ केटाहरू यहाँ बाइक छ यता बाइक छ ब्लग पनि सकिन्छ बर्घाट आइपुग्यो नाइ बर्घाट आइपुग्यो गाडीहरू यहाँ यस्तरी रोकेको अवस्था केटा ल राइड पनि सकियो अब ब्लग पनि अब इन्ड गरिदिन्छु घर गएर बनाउने जाँगर छैन घर गएर सुत्दिहाल्ने हो यस्तो थकाइला नुहाइदै गरेर सुत्दिन पर्ला यता ल बाई 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 केटा हो बाई बाई ल केटा इन्ड राइड पनि खतम ब्लग पनि अब इन्ड